हेलो गाइज गुड मर्निङ। आज मैले बाटो यो हुन्छ नि यो जिपीको यो चोकको बाटो हो। अगाडि चाहिँ जिपी अनि अझै ट्रक आएको थियो कि सामानहरू थियो त्यो अनलोड हुँदै थियो होइन। म चाहिँ अगाडि जान्थेँ त्यो जिपीतिर। यहाँ मान्छेहरू आएको हेर्नु भएर होला तपाईँहरूले। मान्छेहरू आएको चाहिँ त्यो हिजो छठ पूजा थियो नि, अनि आज पनि बिहान छठ पूजा हुन्छ। आज मर्निङ हुन्छ, हिजो इभिनिङ थियो। अनि 2 दिन हुन्छ नि त। अनि त्यही छठ पूजा सकाएर मान्छेहरू आइरहेको थियो। अनि मान्छेहरू आएर मान्छेहरू आउँदै थियो। अनि म पनि अब जिमतिर जाँदै थिएँ। टन्नै मान्छे थियो, भिडै भिड थियो, टन्नै मान्छे आइरहेको थियो। अब अहिले त धेरै कम पनि थियो। अब बिहान बिहान आएको भए त टन्नै मान्छे भेटिन्छ है। यो चाहिँ हल्का भुइँको हो, किनकि त्यहाँ धेरै भिड भएर हातै माथि गर्न पाएन क्या। मान्छे नै मान्छे भयो, अनि त्यहाँ हात गर्न माथि पाएन। अनि म चाहिँ मुनिको मुनि भयो क्यामेरा, अनि त्यहाँ मुनि देखाएँ। अनि फेरि अब अगाडि अगाडि सिधै जान्छौँ। यहाँ यो जिपी हो, हेर्नु के कस्तो छ तपाईँहरू पनि। आज चाहिँ सकिसक्यो। बिहानै बिहानै स्टलहरू फुडको सब थोक लागेको थियो। यहाँ अटोहरू पनि त्यस्तै थियो, जाम पनि त्यस्तै भइरहेको थियो कि। यो गेटबाट हिजो छिरेको थिएँ, आज चाहिँ अब यस्तै हेर्नु। आज चाहिँ बाहिरको मात्रै हेर्नु। अब म चाहिँ जिमतिर लाग्छु। ग्यास नपाएर होला नेपालमा, ग्यासको पुरा भर्ती गाडी आइदिरहेको छ बल्ल। अब कहाँ जान्छ यो ग्यासको भर्ती गाडी, हेरौँ कहाँ जान्छ। अनि लिनुपर्छ। अरे मेरो पनि घरमा ग्यास छैन, तपाईँहरूको छ कि छैन, तपाईँहरूतिर ग्यास पाइरहेको कि छैन मलाई भन्नु ल। अब यहाँ सिधै बाटो अब म जिमतिर लाग्छु। टन्नै यहाँ स्टलहरू बच्चाहरू त्यस्तै बेलुनहरू लिएर गइरहेको थियो। म चाहिँ जिम गरेँ। जिम गरेर आज मम्मी भाइ चाहिँ आज छिटै जिम गरेर गइसक्नु भएको थियो। म चाहिँ ढिलो आयो। अब ढिलो जान्छु। यो जिम गरेर निस्केँ। म चाहिँ निस्केर अब घरतिर जान्छु जिम गरेर। बाहिर कस्तो त्यो घाम लागे जस्तो पनि भएको थिएन, चिसो लागे जस्तो पनि भएको थिएन। कस्तो वेदर भइरहेको थियो क्या। अनि फेरि एक्कासी गर्मी हुन्छ कि, हेर्नु न, एक्कासी गर्मी हुन्छ अनि बाहिर त्यो घाम लागे जस्तो नभएको, चिसो लागे पनि नजाएको जस्तो नभएको क्या। अनि एक्कासी बेलुकातिर यस्तो गर्मी हुन्छ नि, मान्छे बिरामी हुन्छ क्या यस्तो यस्तो वेदरले। म चाहिँ जिम गरेर, मेरो जिमको चौक हो यो। आज म हिँड्दै आएको, हिँड्दै जानु पऱ्यो। स्कुटर पनि थिएन, अनि हिँड्दै आएको, हिँड्दै जानु पऱ्यो। मम्मी भाइ चाहिँ अगाडि गइसक्नु भएको थियो। अब म हिँड्दै जान्छु। यहाँ अटो पनि गयो अगाडि। अब चाहिँ हिँड्दै जान्छु। यहाँ चाहिँ 4वटा बाटो छ। यो बाटोहरू सबतिर तपाईँहरू जान सक्नुहुन्छ। यो बाटोमा तपाईँलाई कुनै दिन म भन्छु होइन। म चाहिँ हिँड्दै जान्छु। त्यो अगाडि यहाँ लक्ष्मी ब्याङ्क छ लेफ्टतिर। अनि अगाडि गयो भने चिया स्टलमा छ। आज म तपाईँलाई देखाउँछु कि वीरगन्जको सबभन्दा फेमस चिया स्टल चाहिँ कुन हो भनेर तपाईँहरूले देखाउँछु। अनि तपाईँ पनि आउनुहुन्छ भने त्यही चिया खान रुचाउनु होला। राम्रो छ त्यसको चिया, राम्रो छ। धेरै मान्छेको भिड हुन्छ, कहाँसम्म भिड हुन्छ, कहाँसम्म मान्छे बसिरहन्छ तपाईँलाई देखाउँछु। म बिहान बिहानको यो बिहान बिहानको टाइम हो नि त, पसल पनि खुलेको हुँदैन। अनि मान्छे परसम्मै बसिरहन्छ कि, पसलहरू सब बन्द हुन्छ। अनि मान्छे परसम्म बसिरहेको हुन्छ क्या। त्यहाँ हेर्नु अब चटक्क लगाएर मान्छेहरू टन्नै यहाँ बसिरहेको हुन्छ। अगाडिहरूको टन्नै मान्छे बसिरहन्छ यहाँ पसलसम्म। सब त्यहाँ त्यो अगाडिको राइटसम्म देखेको मान्छे चाहिँ यहाँसम्म सब त्यसकै हो, त्यही चिया स्टलकै हो। यहाँसम्म मान्छे बसिरहन्छ। नि चिया स्टल चाहिँ त्यहाँ पर छ। त्यहाँ पर छ, त्यहाँ चाहिँ बब्लु टी स्टल हो। त्यहाँ पर बब्लु टी स्टल हो, सबभन्दा फेमस यहाँको त्यही चिया स्टल हो। हेर्नु न, मैले चाहिँ हिजो खाएको थिएँ, मलाई मिठै लाग्यो होइन। मैले हिजो खाएँ, मलाई मिठो लाग्यो। आज पनि खान मन लाग्छ तर नखाऊँ जस्तो लाग्यो। अनि चिया खानुहुन्न डेली भनेर नखाएको। आज चाहिँ मेरो ब्लग यति मात्र हुन्छ। तपाईँ पनि राम्ररी बस्नु। बाई बाई, टेक केयर।